नमस्ते कन्निचिवा वेलकम टु माई ब्लग। आज हामी चाहिँ यसो मेरो बिदा भएको दिन फरेस्ट एडभेन्चर गर्नलाई जानु लाग्यो होइन। यस्तो बेलसेल बोकेर गइरहेको छु। मलाई त के हुँदैन त्यही पनि स्टिल एडभेन्चर के देखिन्छ कुन कुन एनिमल देखिन्छ भनेर अलिक सेफ्टीहरू सबै बोकेर होइन जानु लाग्यो। अहिले म नुजा दाईको घरमा गइरहेको छु। नुजा दाई रेडी हुँदै हुनुहुन्छ होला। त्यसपछि जानुपर्छ यहाँदेखि। Let's go brother. पानी चाहिँ बोकौँ होला है। के गर्ने काटेर लग्ने कि नै के बनाउने ल थाहा छैन होइन। जस्ट इन केस केही चटपटा बनाउने भयो। प्याज राख्छु कि त प्याज सिङ्गै लग्छु के गर्ने जे गरे नि हुन्छ। के चक्कु बोक्नु भयो तपाईँ? बोक्छु चक्कु प्याज राख्नु सेफ्टी चक्कु बोक्नु होइन। अनि प्याज राखौँ त्यहाँ केही भयो भने केही काठसाठमा धोएर यसो बनाएर राखौँला। मलाई एकछिन अगाडि याद दिलाउनु पर्ने थियो। म वाइवाई बोकेर आउँथेँ। वाइवाई थिएको मेरो रुममा। ओइ कसको प्रोटिन हो दाइ? यो दाइको प्रोटिन होइन होइन कसको प्रोटिन? फेजल दाइको हो। आज हामीलाई चाहिँ जङ्गल एडभेन्चरको लागि लगिरहेको छैन। नमरोस् हामी नमरोस् होइन यति चाहिँ हो। मऱ्यो भने भिडियो आउँदैन। यसरी बनाउनु पाएको भए चाहिँ मजा आउँथ्यो। पछि अस्ति जानु भएको थियो। अस्ति मेरो छुट्टी भएको भए चाहिँ रमाइलो हुन्थ्यो। भिडियो बनाउनु कन्टेन्ट थियो क्या तिमीलाई। यहाँनिर हो कस्तो राम्रो ठाउँ है। यहाँनिर पुरै त्यो डियरहरू आइरहेको छ। आम्मा सेक्सिनेस खतरा ठाउँ रहेछ है त। फुरुपे जान नि भयो जाने भए साइकल लिएर जान मिल्छ। साइकल फुरुपे त बब्बाल छ कस्तो। साइकल लिएर जानु त फुरुपे जाने भए हो। अहिले भ्याउँछ हामी गएर आउनु। त्यसो गइदिउँ न त। हामीलाई कति हो 2 घन्टा लाग्थ्यो कि हामी यताउति हल्लिएर उहाँ गरेर गएको थियो नि त। 2 घन्टा जति लाग्थ्यो मजाले नन गयो भने त 45 मिनटमा पुग्छ जाने हो फुरुपे। हुन्छ जाम। अनि त्यसपछि अझै टाइम भयो भने चाहिँ भालु एक्सप्लोर। ल भालु एक्सप्लोर हामी चाहिँ अलि एडभेन्चर हुन्छ त्यही भएर फुरुपे जा। आजको सपना ट्रुथ नभयो दुईवटा त्यो भ्युअरहरूलाई भन न म समाइदिइहाल्छु त। आज मैले सपनामा के देखेँ भने ठ्याक्कै जस्तो म आज हिजो छुट्टिँदा थियो नि। अनि आज म ढिलो सुतेँ भन्ने सुतेँ होइन। कति बजी सुतेँ होला भने 5:30 बजीतिर सुतेँ होला क्या म बिहानको। ठ्याक्कै सुत्छु होइन। अनि अलार्म बज्नुभन्दा अगाडिको सपना हो यो। मतलब 11:30 बजेको अलार्म राखेको थिएँ होइन। त्योभन्दा अगाडि सपना के देख्यो भने मलाई फेजल दाइले इन्भाइट गर्नुभएको थियो होइन। फेजल दाइको घर चाहिँ यहीँ जापानमै थियो क्या हामी हुनु चाहिँ होइन। जङ्गलमा थियो क्या। अनि मलाई खानाको लागि इन्भाइट फेजल दाइले खानासाना बनाइरहनु भएको थियो होइन। अनि म चाहिँ त्यो फुतनमाथि सुतेर आफ्नो घरमा फोन गरेर अब कसलाई मम्मीलाई हो कि दिदीलाई हो कसलाई मलाई एक्ज्याक्ट थाहा छैन होइन। सपना पुरै थाहा हुँदैन क्या। अनि त्यस्तो भएपछि अनि फेजल दाइले के साउन्ड सुनेर होला होइन। अनि हातमा लट्ठी लिएर यस्तो गरिरहेको थियो होइन। अनि मलाई भाइ फोन काट्छ भन्यो। अनि मैले काटेँ। अनि के भयो दाइ भनेको यहाँ खरायो छ होइन यसलाई भगाउनु पऱ्यो भनेर भन्नुभयो। किनभने म अचानक यहाँ बाघ छ भने मैले कस्तो म डराइहाल्छु नि। त्यही भएर त्यसरी भन्नुभयो। म उठेँ फेजल दाइले यस्तो लट्ठी लिएर होइन यस्तो हान्नुभयो होइन। भाग भयो भने नि भागिहाल्यो हामी दुईजना होइन। त्यहाँसम्म पुग्यो 2टा बाघ होइन स्पिडमा दौडिरहेको। त्यो सिन मेरो आँखामा छ क्या। पुरै झुङझुङ दौडिरहेको होइन। फेजलाई त अगाडि कुदिसक्नु म त अझै पछाडि थिएन। एउटा बाघले आएर मेरो ठ्याक्कै हातमा समाइदियो। त्यसलाई आएर बिचमा आएर फेरि लट्ठीले यस्तो गरी हान्यो। जस्तो तपाईँ र म छ नि ठ्याक्कै यस्तरी नै थियो क्या। यस्तरी हान्यो म यहाँ थिएँ होइन। यहाँ पेरिङटन बजेर झाएको उठेँ। अनि आज हामी चाहिँ बाघ भालु भने त ल्याङ हुन्छ। मात्रै फेजल दाइको ठाउँमा चाहिँ नुजा दाइ हुन्छ। भाग्ने चाहिँ मै फर्स्टमा हुन्छ भने चाहिँ यस
भालु आज चाहिँ बवाल डेन्जरस सपना थियो है गाइस डेन्जरस मलाई साँच्चै डर लाग्यो गाइस उड्दा झ्याप्पै 2 दिनदेखि नराम्रो सपना देखिरहेको छु अर्को दिन ओडियन लाएन यार भगवानको गाइस हाम्रो प्लान क्यान्सल हुन्छ जस्तो छ हैन साइकल पसल आएको साइकल पसलले भन्दा रहेछ अनि त्यही भएर अब पहिला ओरङको चढ्न लागेको हैन धेरै भइसक्यो ओरङको नचढेको यो ओरङको हिमाल हो यहाँ हिमाल हो कि हिमालै हो पहाड भन्दा नि हुन्छ गर्मी महिनामा पहाड हैन जाडो महिना हिमाल अब 2-3 महिनापछि हिमालमा कन्भर्ट हुन्छ त्यही हो अझै यहाँनिर उ त्यो डोरी चढेर जाने क्या हो फेरि त्यसले रक क्लाइम्बिङ तर यहाँ रक क्लाइम्बिङ बनाएको भयो नि सुरु भइसक्यो ओए गाइस लुक एट दैट हिउँ पर्न सुरु भइसक्यो हिजो हेरेको थियो मैले यो त हिजैदेखि हो क्या हेर्नु त्यहाँको क्लाउडहरू बिस्तारै मुभ भइरहेछ त्यहाँ ओए अब छिटै पर्न थाल्छ यता छिट्टै धेरै छिटो तपाईँहरू जानुभन्दा अगाडि पर्छ यसपालि चाहिँ सबभन्दा धेरै हिउँ पर्ने सम्भावना छ फरकास्ट भन्छ नि त्यसमै गएपछि मात्र पर्छ हामी अक्टोबरमै जान्ला है डिसेम्बरमा नोभेम्बरमा होइन अक्टोबरमै जान्ला नोभेम्बरमा गएको भए चाहिँ पर्थ्यो 100% नोभेम्बरमा चाहिँ पर्थ्यो दाइहरू अक्टोबर 22 को तपाईँहरूको भात खाने दिन होइन मतलब आई मिन स्याचोहरूसँग प्रेसिडेन्टहरूसँग होइन राति ए सुन्दै क्या ओइ 22 मा एकछिन विश्वमा काम गरे त्यसपछि यसरी कट्नु तर यहाँ आइदा एक्टिभिटी के अरे रक क्लाइम्बिङ एडभेन्चर बढाएको भए नि हुन्थ्यो है मैले भन्न बिर्सेँ अर्को यो अहिले जसरी रमाइलो छ नि हिउँ परे बेला यहाँनिर पुरै यतिसम्म हुन्छ है यहाँनिर चढ्न मिल्दैन ए थाहा होला नि थाहा छैन यत्रो हिउँ हुन्छ नि यहाँनिर यहाँनिर त झन् म डुबेकै छु पुरै यहाँसम्म नै डुबेको हिउँ परेर आउने हो त्यति बेलाको भ्लगहरू अब हेर्नु है दाइ टक्क डुब्छ अरे कसम यहाँ त डुब्छ के त्यति बेलाको भ्लगहरू अलि इन्ट्रेस्टिङ हुन्छ जस्तो लाग्छ मलाई किनभने क्यामेराले राम्रो सुट गर्छ व्हाइट कलरलाई होइन त्यो पनि हो अर्को चाहिँ हाम्रो लागि नयाँ हुन्छ नि त अनि हाम्रो लागि धेरै खुसी यो चिजहरू त पहिला यस्तै त देखाएको छैन तर यो चिजहरू हामीले देखाएको छ नि एटलिस्ट होइन हिउँ त मैले देखाएको छैन अहिलेसम्म छोको छैन रियल हिउँलाई यहाँ बसी बल्ल छोइदियो आउन साथै हिउँ पर्दियो 1 महिनाभित्र अनि के चाहे उता जानु लागेको थियो होइन के भन्छ त्यसलाई हाम्रो नेपालमा हिउँ पर्ने ठाउँ कुन थियो अरे एउटा कालिन्चोक त्यहाँ जानु लागेको तर त्यो वर्ष हिउँ पर्न त्यही त मेरो पनि त्यस्तै भएको 2 चोटि कालिन्चोक गएँ 2 चोटि म गएन होइन तर जानु अनि हिउँ परे पो जाने होइन जाने प्लानमा थियो अनि यसो हेर्छु हिउँ नै परेको छैन भन्छ अनि गएन अहिले त नजान्दा नै हुन्छ कालिन्चोक त को जान्छ माउन्टेनहरू काटिदिसक्यो अब को जान्छ यहाँ जसले यहाँ होकाइदोको यति धेरै हिउँ हेरेर जान्छ त्यो कालिन्चोक जान्छ होला त दाइ उता गइसक्यो है कहाँ दाइ उता सिधा के छ र त्यो एज गएको छैन उता नि यो चढेर आउनु कि पहिला तल जाने जता गए पनि हुन्छ चढेर आउनु पहिला ल उता गएको छैन यहाँ सिधा छैन कुन सिधा यताबाट त कहिले गएको छैन योभन्दा उता उता ल कहिले गएको छैन मैले त गइसक्यो होला एक्सप्लोर गर्ने भाइ झन् ल अस्ति गएको छैन दाइ अस्ति एकचोटि साइक्लिङ गएको थियो नि हामी उता त्यसपछि दाइहरूसँग साइक्लिङ गएको यता साइक्लिङ मात्रै गरिरहेको छु अरू कतै गएकै छैन त्यसपछि त कन्टेन्टहरू त मिस उता नजा भनेको तर हामी त नेपाली हामी त यताबाट घुमेर उता जानुपर्छ है दाइ पुलिस त छैन नि दाइ आउनु दाइ आउनु त्यहाँ गएर बस्नु ल यहाँ बनाउनु ला जस्तो छ है त्यो बिग्रेर होला यहाँ पहिला थियो भने जाडोबाट गर्मी सुरु भएको थियो नि फर्स्ट यहाँ आएर बिदा भयो कि यहाँनिर आउने घाम टिलिक्क टल्किरहन्थ्यो ल त्यति बेला रमाइलो लाग्थ्यो घाम देख्दा तपाईँले आउँदा त तपाईँहरूलाई आउँदा त स्टार्ट हिउँदेखि नै स्टार्ट भयो होइन हिउँ पनि थिएन जाडो चाहिँ लास्टै जाडो भइरहेको थियो हिउँ चाहिँ परिरहेको थिएन परे पनि
थोरै थोरै सिमसिम एकछिनको लागि पर्छ फेरि जान्छ त्यस्तो टाइपको थियो ए हामी आएको नोभेम्बर 23 त्यति बेला हामी यहाँ पुग्दा कति भएको थियो मे 26 भइरहेको थियो 24 मा हिँडेको थियो 26 मा यहाँ आएको थियो तिमीहरूको त गर्मी बेला थियो कहाँ हे खुर्सानी त होइन पिचिक्क पर्दैन के हो स्मेल गरौँ मेरो नाकै बन्द रहेछ केटाकेटी हो तिमीहरू अहिले आउँदा होइन थोरै दिनमा बोर्ड हुन्छौ कामसँग रमाइलो गर्न सिकेन भने बोर्ड हुन्छ ल यति चाहिँ 100% हो मलाई त कामै रमाइलो लाग्न थालिसक्यो त्यही भएर मलाई त्यस्तो बोर्ड हुँदैन होइन रमाइलो मान्नुपर्छ लेमन ब्रान्डको कागज हो गाइस एकदम बवाल च्वास्स मेल्लो रसिल्लो गुलियो त हुँदैन है तर पनि च्वास्स कोही कति हालिदिउँ कति हेल्दी इन्भाइरोमेन्ट र गाइजहरू सबै अब डाइटको होइन डाइटमा बस्छ जेरो सुगर है अनि भिटामिन डी फर इनर्जी यो चाहिँ खासमा चाहिँ मैले किन के दिमागमा राखेर ल्याएको भने यदि भालुसँग या टाइगरसँग सपनाको फाइट पऱ्यो भने त्यसको लागि काम लाग्छ भन्ने ओरङकोमा आएर यसो मिठो चटपटे बनाएर खायौँ होइन अनि त्यसपछि यसो मिठो कुराहरू गऱ्यौँ होइन अब दाइहरूको जाने टाइम आइसक्यो अब यसो रमाइलो भनेको यही हो कोकसोक खायो है यसो 2-3 घन्टा 2 घन्टाभन्दा बढी बस्यो भने 1 बजी आएको थियो 3-3:30 भइरहेको म नखाने है म त तपाईँको लागि खोल्दा होइन 2-3 घन्टा बस्यो अब तल जाँदैछौँ अब 7-11मा के सामान लिन्छ अलिअलि त्यो लिने हो अनि घरतिर लाग्ने हो